लेक्चर के गर्दैछु स्टार्ट गर्दैछु है त ल स्टार्ट गरौँ होला आजको लेक्चर फर्मल्ली मैले तिमीलाई याद गर्दा पढाउँदै थिए क्वान्टम नम्बरको बारेमा राइट मैले तिमीहरूलाई डिस्कसन गराउँदै थिए क्वान्टम नम्बरको बारेमा थोरै रिभिजन गरे 2 मिनेट जति यो क्वान्टम नम्बर जुन छ नि क्वान्टम नम्बरले के गर्छ एटममा भएको इलेक्ट्रोनको कम्प्लिट डिफाइन गर्छ एटममा भएको इलेक्ट्रोनको कम्प्लिट डिफाइन गर्ने 4 वटा नम्बरको सेटलाई के भन्ने हो क्वान्टम नम्बर भन्ने हो याद गर त क्वान्टम नम्बर जुन छ नि क्वान्टम नम्बरलाई हामीले हेर त क्लासिफाइड गर्दाखेरि 4 वटा क्लासमा हामीले क्लासिफाइड गरेका थियौं त्यो के भन त एउटा भनेको 4 वटा क्वान्टम नम्बर थियो एउटा प्रिन्सिपल क्वान्टम नम्बर एउटा याद गर त के थियो न त प्रिन्सिपल क्वान्टम नम्बर अर्को भनेको एजिमुथल क्वान्टम नम्बर एजिमुथल क्वान्टम नम्बर अर्को भनेको याद गर मैग्नेटिक क्वान्टम नम्बर मैग्नेटिक क्वान्टम नम्बर अर्को भनेको मैग्नेटिक क्वान्टम नम्बर अर्को भनेको स्पिन क्वान्टम नम्बर अर्को भनेको के रहेछ स्पिन क्वान्टम नम्बर रहेछ मैग्नेटिक क्वान्टम नम्बर जुन छ मैग्नेट याद गर प्रिन्सिपल क्वान्टम नम्बरलाई स्मल एन लेखी गरिन्छ रिप्रेजेन्टेसन गरिन्छ एजिमुथल क्वान्टम नम्बरलाई स्मल एल ले रिप्रेजेन्टेसन गरिन्छ मैग्नेटिक क्वान्टम नम्बरलाई स्मल एम लेखी गरिन्छ रिप्रेजेन्टेसन गरिन्छ स्पिन क्वान्टम नम्बरलाई स्मल एस लेखी गरिन्छ रिप्रेजेन्टेसन गरिन्छ यो कुरा हामीले के गर्न पर्यो सुरुमै बुझ्न पर्यो याद गर यो प्रिन्सिपल क्वान्टम नम्बर जुन छ प्रिन्सिपल क्वान्टम नम्बरले याद गर अर्बिट अर्थात सेलको बारेमा के गर्छ एक्सप्लेन गर्छ याद गर यसले के गर्छ रे याद गर यो प्रिन्सिपल क्वान्टम नम्बर which describe the याद गर अर्बिट or सेल अर्बिट को के गर्छ एक्सप्लेन गर्छ अर्बिट भने पनि एउटै कुरा सेल भने पनि एउटै कुरा र एनर्जी लेभल भने पनि के हो एउटै कुरा हो एनर्जी लेभल KLMN भनेको नघुमाइकन भन्दा फेरि KLMN सेल को बारेमा एक्सप्लेन गर्छ एजिमुथल क्वान्टम नम्बरले याद गर शेप अफ अर्बिटल को बारेमा एक्सप्लेन गर्छ इट एक्सप्लेन द याद गर इट एक्सप्लेन द यसले केसको बारेमा एक्सप्लेन गर्छ न त एक्सप्लेन द यसको बारेमा एक्सप्लेन गर्छ न त शेप अफ अर्बिटल को बारेमा एक्सप्लेन गर्छ शेप अफ अर्बिटल भनेको त हामीलाई थाहा छ नि अर्बिटल भनेको के भन त अर्बिटल भनेको S P D F अर्बिटल को बारेमा के गर्छ एक्सप्लेन गर्छ भनेको त्यसको बारे अहिले एकैछिनमा मैले के गर्नेछु डिस्कसन गर्नेछु यो मैग्नेटिक क्वान्टम नम्बरले केसको बारेमा एक्सप्लेन गर्छ न त मैग्नेटिक क्वान्टम नम्बरले केसको बारेमा एक्सप्लेन गर्छ मलाई बताउन सक्छ प्लिज मैग्नेटिक क्वान्टम नम्बरले ओरिएन्टेसन अफ अर्बिटल को बारेमा एक्सप्लेन गर्छ इट एक्सप्लेन द orientation of orbital को बारेमा यसले के गर्छ एक्सप्लेन गर्छ स्पिन क्वान्टम नम्बर भनेको छ स्पिन क्वान्टम नम्बरले चाहिँ के गर्छ न त स्पिन अफ इलेक्ट्रोन को बारेमा एक्सप्लेन गर्छ इट एक्सप्लेन द स्पिन अफ इलेक्ट्रोन इन इट्स ओन एक्सिस क्लकवाइज डाइरेक्सनमा स्पिन हुन पनि सक्छ एन्टी क्लकवाइज डाइरेक्सनमा स्पिन हुन पनि सक्छ ओके अब म बल्ल के गर्न खोज्दैछु नि त तिमीलाई डिटेलमा बल्ल सिकाउन खोज्दै छु हेर अब हेर है हिजोको लेक्चरमा मैले एजिमुथल क्वान्टम नम्बर सम्म सिकाएको थिएँ तिमीलाई जहाँसम्म लाग्छ त्यहाँ चाहिँ प्रब्लम छैन होला अब हेर मैले मैग्नेटिक क्वान्टम नम्बरबाट आजको लेक्चर के गर्दैछु
स्टार्ट गर्दैछु। म्याग्नेटिक क्वान्टम नम्बर, म्याग्नेटिक क्वान्टम नम्बर भनेर लेखेँ। अब यसमा हेर त, यो म्याग्नेटिक क्वान्टम नम्बर यसलाई स्मल एम ले के गरिन्छ, रिप्रेजेन्टेसन गरिन्छ। मैले भनिसकेको छु म्याग्नेटिक क्वान्टम नम्बर जुन छ, म्याग्नेटिक क्वान्टम नम्बर डिस्क्राइब द ओरिएन्टेसन अफ अर्बिटल। याद गरेर त मैले के भने, म्याग्नेटिक क्वान्टम नम्बर डिस्क्राइब द, म्याग्नेटिक क्वान्टम नम्बर describe the magnetic quantum number describe the orientation of orbital, orientation of, describe the orientation of orbital भनेर लेखेँ, orientation of orbital भनेर लेखेँ मैले। यसमा रहे त म्याग्नेटिक क्वान्टम नम्बरको भ्यालु, म्याग्नेटिक क्वान्टम नम्बरको भ्यालु याद गर कतिदेखि कतिसम्म रेन्ज हुन्छ भने त म्याग्नेटिक क्वान्टम नम्बरको भ्यालु रेन्जेस फ्रम, म्याग्नेटिक क्वान्टम नम्बरको भ्यालु रेन्जेस फ्रम -l टु के भन त +l। भनेपछि म्याग्नेटिक क्वान्टम नम्बर हामीले निकाल्नको लागि हामीलाई एजिमुथल क्वान्टम नम्बर त थाहा हुनै पर्दछ। सपोज मानौ है, यदि l को भ्यालु, यदि l को भ्यालु के आएको छ, 0 आएको छ भने, l को भ्यालु के छ भने त 0 छ भने, अब हेर त m को भ्यालु के हुन्छ, m को भ्यालु -0 to के हुन्छ +0। भनेपछि त यो त के हो, 0 to 0 भनेको त 0 भ्यालु, एउटा मात्रै भ्यालु हुँदो रहेछ नि त। याद गर यदि l को भ्यालु 1 भयो भने, हेर त म्याग्नेटिक क्वान्टम नम्बरको भ्यालु रेन्जेस फ्रम -1 to के हुन्छ न त, -1 to के हुन्छ न त, -1 to +1 हुन्छ, -1 to के हुन्छ +1 हुन्छ है त। यो प्लस हेर त तिमीहरुलाई कन्फ्युजन होला, यहाँ मैले यसै लेखे, यो -l to +l हो है, -l to के हो, यो +l हो है, -l to यो के हो +l हो। अब हेर है त, यो भनेको यो भ्यालुलाई मैले यसरी लेख्न सक्छु होला नि त, l को भ्यालु 1 छ भने m को भ्यालु भनेको कति हुन्छ, एउटा -1 हुन्छ, 0 हुन्छ, +1। इट हैज 3 भ्यालु, म्याग्नेटिक क्वान्टम नम्बरको भ्यालु के देखियो, 3 देखियो। अब याद गर त, यदि l को भ्यालु 2 लेखे भने, l को भ्यालु 2 लेखे भने m को भ्यालु कति हुन्छ, -2 2 के हुन्छ न त +2 हुन्छ। -2 to +2 भनेको याद गर कति हुन्छ न त, कति हुन्छ होला, ओके, -2 -1 0 +1 +2, ओके, एन्ड सो अन। अब तिमीले यसरी हेर त निकाल्न सकिहाल्छौ। अब एजिमुथल क्वान्टम नम्बर, ओके, l को भ्यालु 2 दिएको छ भने याद गर म्याग्नेटिक क्वान्टम नम्बरको भ्यालु कतिसम्म हुन्छ भने सोध्यो नि, इट्स भ्यालु रेन्जेस फ्रम -l to +l रहेछ। यसको टोटल भ्यालु कति हुँदो रहेछ भन त, ओके, 1 2 3 4 5 हुँदो रहेछ। यसमा हामी प्लिज कति पनि कन्फ्युजन नहुने, कन्फ्युजन हुने ठाउँ छ र छैन। अब हेर है त, मैले लेखे, हामीलाई थाहा छ नि है, हामीलाई के थाहा छ भने l को भ्यालु, l को भ्यालु के छ भने त, l को भ्यालु 0 छ भने, अब हेर है मैले तिमीलाई बताउन खोज्दैछु, ओके, l को भ्यालु 0 छ भने यो s अर्बिटल हो, l को भ्यालु 1 आएको छ भने यो p अर्बिटल हो, l को भ्यालु 3 आएको छ भने यो के हो भने त d हो, l को भ्यालु के छ 4 दिएको छ भने यो के हो f अर्बिटल हो। तिमीले बुझ्न पर्यो इच भ्यालु अफ म्याग्नेटिक क्वान्टम व्हिच रिप्रेजेन्ट्स द अर्बिटल। यसमा हामीले के गर्नु पर्यो, याद गर्नै पर्यो। अब एकचोटी याद गर, यति कुरा त हामीलाई थाहा छ हैन र, यति कुरा त हामीलाई पक्कै पनि थाहा छ। अब हेर है त, s भनेको छ भने s अर्बिटललाई त यसरी लेख्न सकिन्छ नि, s अर्बिटल लेखे, s अर्बिटल लेखे। अब यसमा l को भ्यालु 0 छ भने m को भ्यालु पनि के हुन्छ, 0 हुन्छ हैन र, के हुन्छ न त 0 हुन्छ। अब हेर 1 2 3 हो, यहाँ हेर त, यहाँ
याद गर यो 1 2 3 हो, यो मिस्टेक आएको हो क्या। 0 हेर त 0 1 2 3 है त बाबुहरुलाई। गुड। यसरी हेर त एकदम सूक्ष्म तरिकाले हेर्नु पर्यो क्या, माइन्युटली हेर्नु पर्यो। डी भनेको छ। अब हेर त एस पी, हेर त पी को पनि लेख्छु मैले र डी को पहिला लेखिहाले बनाइहाले, पहिला डी पनि बनाऊ। यसमा र डी मा कतिवटा अर्बिटल हुन्छ? 5 वटा अर्बिटल हुन्छ क्या। डी मा कतिवटा अर्बिटल हुन्छ? 5 वटा अर्बिटल हुन्छ। डी मा कतिवटा अर्बिटल हुन्छ? 5 वटा अर्बिटल हुन्छ। याद गर 5 वटा अर्बिटल हुन्छ। बुझ्यौ? डी मा कतिवटा अर्बिटल हुन्छ? 5 वटा अर्बिटल हुन्छ। अब हेर है त, यसमा हेर्यो नि पी मा कतिवटा अर्बिटल हुन्छ? पी मा 3 वटा अर्बिटल हुन्छ। पी मा कतिवटा अर्बिटल हुन्छ? 3 वटा अर्बिटल हुन्छ। पी मा 3 वटा अर्बिटल हुन्छ, यो याद गर। पी मा 3 वटा अर्बिटल हुन्छ है। पी मा के हुन्छ रे? 3 वटा अर्बिटल हुन्छ, यो याद गर्न पर्यो। यसमा है त पी भनेको छ नि, याद गर है, एल को भ्यालु 0 छ नि यो यास हो। एल को भ्यालु 1 छ नि यो पी अर्बिटल हो। एल को भ्यालु के छ भने त त्यहाँ 2 छ भने यो के हो? डी अर्बिटल हो। एल को भ्यालु 3 छ भने त्यो के हो भने त? एल को भ्यालु 3 छ भने त्यो के हो भने त? एफ अर्बिटल हो। अब पी अर्बिटलमा हेर त, पी अर्बिटलमा एकचोटि हेर, यहाँ पी अर्बिटल हेर, पी अर्बिटल हेर, यो पी अर्बिटल। पी अर्बिटलमा हेर त कति हुँदो छ? -1 0 र +1 हुँदो रहेछ भ्यालु, हो कि होइन? अर्थात् तिमीले यसलाई यसरी पनि लेख्न सक्छौ होला है। माइनस, याद गर, यसलाई मैले के लेख्न सक्छु? +-1। मैले के लेख्न सक्छु न त्यहाँ? +-1 लेख्न सक्छु। अर्थात् यसरी लेख्दा पनि हुन्छ, -1 0 +1 लेख्दा पनि हुन्छ। अर्थात् तिमीले +1 0 +1 0 र -1 0 लाई बीचमा राख, यो प्लस र माइनसलाई फ्लिप गरेर जहाँ राख्दा पनि केही फरक पर्दैन। यो भनेको याद गर, यो अगाडिको के हो? px हो, py हो। याद गर, px यो भनेको के हो? py हो, यो pz हो। बिचकोलाई pz भने जहिले पनि बिचकोलाई z बनाउने। अर्थात् अगाडि py राख्यो भने pz, मैले के लेख्छु? px। यसरी हामीले याद गर्ने, बुझ्यौ? अब हेर है त, यसमा डी मा कतिवटा इलेक्ट्रोन छ हेर त? डी मा कतिवटा इलेक्ट्रोन छ? डी मा कतिवटा इलेक्ट्रोन छ? डी मा हेर त भ्यालु कतिवटा छ? 5 वटा छ। ओके, हेर त, -2 -1 0 +1 +2 +1 +2, बुझ्छ हैन? ओके, यसमा हेर त मैले यसरी लेख्न सक्छु, प्लस माइनस प्लस माइनस प्लस माइनस प्लस माइनस लेख्न सक्छु। साउन्ड आ छैन भने छौ, साउन्ड आ छैन, साउन्ड आ छ होला। मैले यसलाई यसरी पनि लेख्न सक्छु, -2 -1 0। याद गर, मैले के लेख्न सक्छु? +1 +2। अर्थात् अगाडि मैले के लेखेँ? प्लस लेखेँ, पछाडि मैले के लेख्दैछु भने त? माइनस लेख्दैछु, माइनस लेख्दैछु। यो अगाडिको के हो थाहा छ? dxy, dxy। याद गर, यो dxy हो भने याद गर, यो dy dxy dyz बिचको dz स्क्वायर हो, dz स्क्वायर। याद गर, त्यो पछाडि के हो? dx स्क्वायर y स्क्वायर। लास्ट को के लेखेँ मैले? dzx। यो अर्बिटलको ओरिएन्टेसन हो क्या। अब मैले के गर्न सक्छु? अगाडि मैले के लेखेँ? dzx लेखेँ, डी मैले के लेखेँ न त? dzx लेखेँ। मैले के लेख्न सक्छु यहाँ? dx स्क्वायर y स्क्वायर लेख्न सक्छु। मैले के लेखेँ? dz स्क्वायर लेखेँ, dyz। मैले के लेखेँ? dxy। के लेखेँ मैले यहाँ? dxy लेखेँ। यो कुरा हामीले के गर्न पर्यो? याद गर्न पर्यो, बुझ्यौ? अब हेर त, अब एफ अर्बिटल भनेको छ नि, एफ अर्बिटलको लागि चाहिँ कतिवटा अर्बिटल? हेर त, एफ सबसेलको लागि कतिवटा अर्बिटल हुन्छ? 7 वटा अर्बिटल हुन्छ। एफ सबसेलको लागि के हुन्छ न त? 7 वटा अर्बिटल हुन्छ। यो कुरा याद गर्न पर्यो, याद गर, यो कुरा हामीले याद गर्न पर्यो। 7 वटा अर्बिटल हुनु पर्यो, बुझ्यो? 7 वटा अर्बिटल हुनु पर्यो। 1 2 3 4 5 6 7 वटा। याद गर है त। अब हाम्रो के हुन्छ यसमा? 0। मैले के लेख्छु यहाँ? प्लस। याद गर, मैले के लेखेँ यहाँ? प्लस
मैले यहाँ के लेख्दैछु भन त, यहाँ के लेख्दैछु मैले, यहाँ के लेख्दैछु भन त मैले, यहाँ मैले लेख्दैछु, याद गरे त, प्लस माइनस 3 प्लस माइनस 2 प्लस माइनस 1 प्लस माइनस 1 प्लस माइनस 2 प्लस माइनस 3, किनभने एल को भ्यालु 3 आएको छ भने त याद गर म्याग्नेटिक क्वान्टम नम्बरको भ्यालु त 7 वटा हुन पर्यो कि परेन, 7 वटा हुन पर्यो कि परेन भन त, 7 वटा हुनै पर्यो नि। अब यहाँसम्म बुझेको छ भने एस भन त प्लिज, अनि अगाडि बढ्छु। यो बुझेको छ भने मात्र एक्स भन है, एस भन है। एल को भ्यालु 0 छ भने याद गर एम को भ्यालु के हुन्छ, 1 हुन्छ। यसको मिनिङ के हो, देयर इज ओन्ली वन ओरिएन्टेसन फर द एस सबसेल। एस सबसेलको लागि एउटा ओरिएन्टेसन छ भने आओ, एस सबसेलको लागि एउटा ओरिएन्टेसन छ भने आओ। डी सबसेलको लागि हेर त के भनेको, यहाँ 5 वटा, डी सबसेलको लागि के छ भनेको 5 वटा ओरिएन्टेसन हुन्छ भनेको। पी सबसेलको लागि 3 वटा ओरिएन्टेसन हुन्छ भनेको। एफ सबसेलको लागि के हुन्छ भनेको 7 वटा ओरिएन्टेसन हुन्छ भनेको। अब यसरी लेख्दाखेरि बुझ्छ होला जस्तो लाग्यो तिमीहरूले, याद गर है। मैले यसरी लेख्दैछु, ध्यान देऊ। फर एल इक्वल टु, फर एल इक्वल टु 0, फर मैले के लेखेँ, एल इक्वल टु 0 छ भने हेर त यसमा के हुन्छ, एस सबसेल हुन्छ। के हुन्छ न त, एस सबसेल हुन्छ। एस के हुन्छ, सबसेल हुन्छ। जस्तै एम को भ्यालु मैले 1 लेखे भने या त एम को भ्यालु 1 हो नि त, दैट इज याद गर त, दैट इज 0 हो। हामीलाई थाहा छ नि त एम को भ्यालु भनेको, यसमा एम को भ्यालु रेन्जेस फ्रम, एम को भ्यालु याद गर, रेन्जेस फ्रम माइनस एल टू के हो भन त, माइनस एल टू के हो, प्लस एल हो, माइनस एल टू प्लस एल हो। माइनस एल टू प्लस एल भनेको त हेर त यो 0 देखि 0 माइनस 0 देखि प्लस 0 भनेको त 0 हो नि त। यसको यहाँ 0 आएको छ भने एम को भ्यालु त 1 हैन र, एम को भ्यालु त 1 हो नि त, यसको एउटा भ्यालु 0 भनेको एउटा भ्यालु हो। यसको मिनिङ के हो भनेदेखि हेर त यो सबसेलको लागि हेन्स देयर इज only one orientation, hence there is only one orientation for the S subcell, for the मैले के लेखे S subcell भनेर लेखे, S subcell भनेर लेखे, S subcell। हेरे त यदि मैले के लेखे फर एल को भ्यालु 1 छ भने यो के हो, पी सबसेल हो। यो भनेको हाम्रो के हो, पी सबसेल हो, पी सबसेल हो। यति याद गर्न पर्यो। अब यहाँ चाहिँ एम को भ्यालु कति हुन्छ, एम को भ्यालु कति हुन्छ, 3 हुन्छ नि त। दैट इज एम को भ्यालु 3 हुन्छ भनेको हाम्रो के हुन्छ अरे, एम को भ्यालु 3 हुन्छ भनेको मिनिङ के हो, प्लस हेर त माइनस एल टू प्लस एल भ्यालु भनेको कति हो, यहाँ याद गर त माइनस, याद गर माइनस 1 0 प्लस 1 हो। अब हेर त यहाँ टोटल कतिवटा भ्यालु आएको छ, 3 वटा भ्यालु आएको छ भनेपछि याद गर त्यो भनेको दैट इज के रहेछ, माइनस 1 0 र प्लस 1 रहेछ। यसको मिनिङ के हो, 3 ओरिएन्टेसन आर पोसिबल फर, यसको मिनिङ के हो भने, 3 ओरिएन्टेसन आर पोसिबल फर, 3 ओरिएन्टेसन आर मैले के लेखे, 3 ओरिएन्टेसन आर पोसिबल फर पी सबसेल। पी के रहेछ, सबसेल, पी सबसेल। यसको मिनिङ के हो भने दैट इज के हो भने त पीएक्स पीवाई पीजेड भनेको,
जहाँसम्म लाग्छ खतरनाक तरिकाले बुझिरहेछौ तिमीहरूले। फर मैले के लेखेँ, फर एल को भ्यालु मैले के लेखेँ 2 लेखेँ भने यो भनेको के हो त डी सबसेल हो। यो भनेको के हो रे डी सबसेल हो, डी सबसेल हो। मजाले बुझ है, हामी अरु भन्दा खतरनाक हुनुपर्छ है, अरु भन्दा खतरनाक हुनुपर्छ र। अब यहाँबाट हामीलाई थाहा छ एम को भ्यालु कति हुन्छ, एम को भ्यालु 2 हुन्छ। किन हामीलाई थाहा छ एम को भ्यालु रेन्जेज फ्रम, एम को भ्यालु रेन्जेज फ्रम माइनस एल टू प्लस एल। हेर त यसको भ्यालु के हुन्छ रेन्जेज फ्रम माइनस एल टू के हुन्छ न त प्लस एल हुन्छ, माइनस एल टू प्लस एल हुन्छ। अब यसमा र त -2 हो कि हैन, -2 -1 0 +1 +2 यहाँ कतिवटा भ्यालु छ टोटल 5 वटा भ्यालु छ। त्यसो भए याद गर 5 ओरिएन्टेसन आर पोसिबल फर, सर्टकटमा लेखे पनि बुझिन्छ होला, 5 ओरिएन्टेसन आर पोसिबल फर, 5 ओरिएन्टेसन आर पोसिबल फर डी सबसेल, डी सबसेल। अब हामीले हेर त धेरै हामीले लेखिराख्नै परेन। त्यस्तै याद गर है त अर्को मैले लेखेँ। अब हेर त फर, याद गर त फर, याद गर एल को भ्यालु, फर एल को भ्यालु मैले के लेखेँ यहाँ, एल को भ्यालु 3 भयो भने हेर त यहाँ के छ एफ सबसेल छ भने बुझ्न पर्यो। के छ रे एफ सबसेल छ भनेर बुझ्न पर्यो। अब हेर त यसमा पनि हेर त एम को भ्यालु कति आउँछ थाहा छ 7 आउँछ क्या। याद गर त यसको भ्यालु रेन्जेज फ्रम माइनस एल टू प्लस एल हो। याद गर यसको भ्यालु कति हुन्छ भनेदेखि यदि 3 हो भने -3 -2 -1 0, अब प्लस सुरु भयो +1 +2 +3 भनेपछि यहाँ टोटल कतिवटा भ्यालु छ 7 वटा भ्यालु छ। त्यसलाई मैले के लेख्न सक्छु नि, ओके 7 पोसिबल, याद गर ओरिएन्टेसन, 7 पोसिबल ओरिएन्टेसन फर व्हाट, ओके फर एफ सबसेल। भनेपछि यसमा 7 वटा सम्म के हुँदो रहेछ अर्बिटल हुँदो रहेछ क्या, 7 वटा अर्बिटल हुँदो रहेछ। हामीले बना हैन र, हेर त एफ सबसेलको लागि 7 वटा अर्बिटल हुन्छ भने हामीले पढे हैन र, पढे हो नि त। हेर त एउटा अर्बिटल, दुईटा अर्बिटल, तीनटा अर्बिटल, चारवटा अर्बिटल, पाँचवटा अर्बिटल, 6-7 वटा अर्बिटल, 1 2 3 4 5 6 7 यसरी आएको क्या अर्बिटल ल्याएर। यसमा अर्बिटल 7 वटा हुन्छ, यसमाथिकोमा अर्बिटल 5 वटा हुन्छ। हेर त यसमा अर्बिटल पी मा 3टा हुन्छ, यसमा के हुन्छ एउटा अर्बिटल हुन्छ। डी मा 5 हुन्छ नि त, डी मा कति हुन्छ 5 हुन्छ, डी मा 5 हुन्छ लेखेको छु नि त। हेर त बाबु मैले डी मा 5 हुन्छ भनेर मैले भनेको छु नि त हैन र, डी मा 5 हुन्छ भनेको छु, बुझ्यौ। 5 ओरिएन्टेसन आर पोसिबल, बुझ्यौ। एम को भ्यालु 5, एम को भ्यालु 5 हो, मैले लेख्छु है। एम को भ्यालु कति हो न त, एम को भ्यालु 5 हो, एक्ज्याक्टली एम को भ्यालु 5 हो। भेरी गुड गुड, अब बुझ्यौ हैन। ओके अब म के गर्छु भने एकचोटि हेर है त, याद गर है। तिमीले के कुरा याद गर्न पर्यो भने दिस नम्बर गिव्स द नम्बर अफ अर्बिटल इन अ सबसेल। यो सबैले के गर्छ न त, यसको हेर त 5, यसमा याद गर है 7 अर्बिटल हुन्छ भन्नु र 7 अर्बिटल हुन्छ भन्नु र 7 ओरिएन्टेसन हुन्छ भन्नु एउटै कुरा रहेछ क्या। 7 अर्बिटल हुन्छ भन्नु र 7 ओरिएन्टेसन हुन्छ भन्नु एउटै कुरा रहेछ। तिमीहरूलाई अझ सजिलो होस् भनेर यसरी लेख्दिन मन लाग्यो है त, यसरी लेख्न मन लाग्यो। याद गर हेन्स दिस एबोभ नम्बर, हेन्स याद गर this above number अर्थात this number, hence this number gives the number of orbital in subcell, orbital in subcell। कति इम्पोर्टेन्ट कुरा भने मैले है, याद गर है। Hence this number gives the number of orbital in, मैले के लेखे सबसेल भनेर लेखेँ।
बुझिन्छ? यसमा कन्फ्युजन छ कि नै? बुझ्यौ? ल अब मैले के लेखेँ? स्पिन क्वान्टम नम्बर भनेर लेखेको छु है। यसमा बुझेको छ भने अब मैले लेख्दैछु स्पिन क्वान्टम नम्बर भनेर। ओके, मैले यहाँ लेखेँ स्पिन क्वान्टम नम्बर। स्पिन क्वान्टम नम्बर स्पिन क्वान्टम नम्बर स्पिन क्वान्टम नम्बरको बारेमा डिस्कसन गर्न खोज्दैछु। स्पिन क्वान्टम नम्बर भनेको चाहिँ याद गर, स्पिन क्वान्टम नम्बर डिस्क्राइब द स्पिन अफ इलेक्ट्रोन इन इट्स ओन एक्सिस। याद गर है, मैले के भन्दैछु? स्पिन क्वान्टम नम्बर, स्पिन क्वान्टम नम्बर डिस्क्राइब द स्पिन क्वान्टम नम्बर। याद गर, डिस्क्राइब द स्पिन अफ इलेक्ट्रोन। स्पिन अफ इलेक्ट्रोनलाई हामीले रिप्रेजेन्टेसन गर्न सक्छ एस इक्वल टु प्लस माइनस 1/2 लेखेँ। अब यदि इलेक्ट्रोन क्लकवाइज डिरेक्सनमा, यदि इलेक्ट्रोन के भएको छ त क्लकवाइज डिरेक्सनमा स्पिन भएको छ भने त्यो बेलामा स्पिन क्वान्टम नम्बर कति हुन्छ होला? मलाई बताउन सक्छौ? त्यो बेलामा स्पिन क्वान्टम नम्बर कति हुन्छ होला? मलाई बताउन सक्छौ प्लिज? भन त, त्यो बेलामा स्पिन क्वान्टम नम्बर कति हुन्छ? 1/2 हुन्छ। जस्तै र त यदि इलेक्ट्रोन त सपोज यदि यो इलेक्ट्रोन के भयो? यसरी क्लकवाइज डिरेक्सनमा के भयो? यसरी के भयो? क्लकवाइज डिरेक्सनमा स्पिन भयो भने मैले के लेख्न सक्छु? प्लस 1/2। यो प्लस 1/2 भने यो भनेको फर क्लकवाइज स्पिन हो। यो भनेको हाम्रो के हो त? यो भनेको केसको लागि रहेछ? फर क्लकवाइज स्पिन। फर क्लकवाइज, फर मैले के लेखेँ? क्लकवाइज स्पिन, फर क्लकवाइज स्पिन अफ इलेक्ट्रोन। अब याद गरे त, यदि इलेक्ट्रोन के भयो थाहा छ? यदि इलेक्ट्रोन के भयो? यसरी एन्टी क्लकवाइज डिरेक्सनमा रोटेट भयो। यदि त के भयो? इलेक्ट्रोन के भयो? यसको एक्सिसमा एन्टी क्लकवाइज डिरेक्सनमा यसरी रोटेट भयो भने मैले -1/2 लेख्न पाउँछु। यो भनेको केसको लागि रहेछ? फर एन्टी क्लकवाइज स्पिन। फर एन्टी भन्ला नि, फर एन्टी क्लकवाइज स्पिन, फर एन्टी क्लकवाइज के हो? स्पिन हो, फर एन्टी क्लकवाइज स्पिन हो। अब याद गर है त, मैले यसरी लेखेँ, यो अर्बिटलमा एउटा अर्बिटलमा इलेक्ट्रोन म्याक्सिमम 2टा हुन्छ। एउटा अर्बिटलमा इलेक्ट्रोन म्याक्सिमम कति हुन्छ? 2टा हुन्छ। एउटा अर्बिटलमा इलेक्ट्रोन म्याक्सिमम कति हुन्छ रे? 2वटा हुन्छ। यो याद गर, 2वटा हुन्छ। बुझ्यौ? अब हेर, माथि फर्किएकोलाई के भन्ने? क्लकवाइज स्पिन भन्ने। तल फर्किएकोलाई हामीले के भन्ने? एन्टी क्लकवाइज डिरेक्सन भन्ने। जस्तै याद गर, यसको लागि चाहिँ अब के हुन्छ थाहा छ? यसको लागि चाहिँ याद गर, यो प्लस 1/2 हो। माथि फर्किएको भनेको के हुन्छ? क्लकवाइज स्पिन भन्छ नि। तल फर्किएको चाहिँ के हुन्छ थाहा छ? -1/2 हुन्छ। माइनस आएको छ नि एन्टी क्लकवाइज स्पिन, प्लस आएको छ नि के हुन्छ? क्लकवाइज स्पिन हुन्छ। माइनस आएको छ नि एन्टी क्लकवाइज स्पिन, प्लस आएको छ भने के हुन्छ? क्लकवाइज स्पिन हुन्छ। याद गर, स्पिन क्वान्टम नम्बरमा हामीले याद गर, यो स्पिन क्वान्टम नम्बर जुन छ, स्पिन क्वान्टम नम्बर व्हिच रिप्रेजेन्ट्स द भ्यालु अफ स्पिन एंगुलर मोमेन्टम। स्पिन एंगुलर मोमेन्टम केसँग इक्वल हुन्छ थाहा छ? स्पिन एंगुलर मोमेन्टम, स्पिन एंगुलर मोमेन्टम, स्पिन एंगुलर मोमेन्टम याद गर केसँग इक्वल हुन्छ थाहा छ? मैले के लेखेँ? एस, हेर त, मैले के लेखेँ यहाँ? एस प्लस 1 अंडर रूट, याद गर, अंडर रूट मैले के लेखेँ? h/2π लेखेँ। मैले के लेखेँ? h/2π लेखेँ। यो एस भनेको के हो थाहा छ? एस भनेको स्पिन क्वान्टम नम्बर त भयो n/2 हो। यो n भनेको फेरि के हो थाहा छ? n भनेको के हो? नम्बर अफ अनपेयर्ड इलेक्ट्रोन हो। नम्बर अफ
अनपेयर्ड नम्बर अफ के हो त अनपेयर्ड इलेक्ट्रोन्स हो, नम्बर अफ अनपेयर्ड इलेक्ट्रोन्स हो, त्यो याद गर्न पर्यो। स्पिन मल्टिप्लिसिटी निकाल्ने फर्मुला के हो? पछि हेर त हामीले क्वेशनबाट सल्भ गर्छौँ यो सबै। स्पिन मल्टिप्लिसिटी निकाल्ने फर्मुला के हो थाहा छ? स्पिन मल्टिप्लिसिटी निकाल्ने फर्मुला, स्पिन मल्टिप्लिसिटी निकाल्ने फर्मुला, स्पिन मल्टिप्लिसिटी निकाल्ने फर्मुला के हो? 2s प्लस के हो? 2s प्लस 1 हो। अब याद गर म्याग्नेटिक, यसमा याद गर यसमा म्याग्नेटिक मोमेन्टम निकाल्ने फर्मुला के हुन्छ? यसमा म्याग्नेटिक यसमा याद गर म्याग्नेटिक, यसमा म्याग्नेटिक मोमेन्टम, यसमा म्याग्नेटिक मोमेन्टम निकाल्ने फर्मुला के हुन्छ? n प्लस 2 ओके रूट अंडर। स्पिन एंगुलर मोमेन्टम कसरी निकाल्ने भनेको हेर्दा स्पिनमा भएको इलेक्ट्रोनको एंगुलर मोमेन्टम निकाल्ने फर्मुला हो। यसलाई मैले समराइज गरिदिनु पर्छ, यो चारवटालाई समराइज गरिदिनु पर्छ भने यस भन म समराइज गरिदिन्छु, नत्र म क्वेशन डिस्कसन गराउन खोज्दैछु। र एकचोटी यो चारवटालाई हेर त, यो चारवटालाई के गर्ने? एकचोटी समराइज गर्ने त के छ भन त? एकदम पर्फेक्ट हुनुपर्छ है मेरा। क्वेशन डिस्कसन गराउँछु, टेन्सन नलिऊ न। क्वेशन मैले सबै डिस्कसन गराउँछु, टेन्सन नै नलिऊ। ल त्यसो म के गर्छु, यो चारवटालाई एकचोटी मैले के गर्छु समराइज गर्छु त। यो चारवटालाई समराइज गरौँ। ल याद गर है त, यो क्वान्टम नम्बरलाई मैले के गर्दैछु अब समराइज गर्दैछु। र राम्रोसँग ध्यान देऊ है, क्वान्टम नम्बरलाई मैले के गर्दैछु समराइज गर्दैछु। हेर है त, मैले सुरुमा लेखेँ एकै ठाउँमा लेख्छु मैले यहाँ प्रिन्सिपल क्वान्टम नम्बर भनेर लेखेँ। प्रिन्सिपल क्वान्टम नम्बर भनेर लेखेँ, यो प्रिन्सिपल क्वान्टम नम्बर हो। अर्को मैले यहाँ लेख्दैछु र एजिमुथल क्वान्टम नम्बर, प्रिन्सिपल क्वान्टम नम्बर, एजिमुथल क्वान्टम नम्बर, एजिमुथल क्वान्टम नम्बर, मैग्नेटिक क्वांटम नंबर, मैग्नेटिक क्वांटम नंबर मैले लेखें स्पिन क्वांटम नंबर, स्पिन क्वांटम नंबर। प्रिन्सिपल क्वांटम नंबरलाई स्मल एन ले रिप्रेजेन्टेसन गरिन्छ, एजिमुथल क्वांटम नंबरलाई स्मल एल ले के गरिन्छ रिप्रेजेन्टेसन गरिन्छ, मैग्नेटिक क्वांटम नंबरलाई याद गर स्मल एम ले के गरिन्छ रिप्रेजेन्टेसन गरिन्छ, स्पिन क्वांटम नंबरलाई स्मल एस ले के गरिन्छ रिप्रेजेन्टेसन गरिन्छ। यहाँसम्म कसैलाई पनि डाउट नै छैन, छ र छैन? प्रिन्सिपल क्वांटम नंबरले यता प्रिन्सिपल क्वांटम नंबर व्हिच एक्सप्लेन द सेल अफ इलेक्ट्रोन, यसले के गर्छ सेल अफ इलेक्ट्रोन को बारेमा एक्सप्लेन गर्छ। सेल अफ इलेक्ट्रोन को बारेमा के गर्छ एक्सप्लेन गर्छ। जस्तै हेर्दा सेल 1 हेर्दा सेल जस्तै सेल 1 छ, 2 छ, 3 हुन सक्छ हो कि मैले यसले लेखे सेल 1 लेखे, 2 लेखे, 3 लेखे, मैले कति लेखे 4 लेखे। याद गर के, याद गर सेल 1 छ नि यसले हेर्दा के सेल हो, यो के हो न त के सेल हो, के सेल हो के। हेर्दा 2 छ भने याद गर सेल को नंबर 2 छ भने यो त एल सेल हो। हेर्दा सेल 3 वटा छ भने त्यो के हो न त के एल एम सेल हो, त्यो के हो रे एम सेल हो, एम सेल हो, यो याद गर्नु पर्यो एम सेल हो। र याद गर के एल एम। अब हेर्दा सेल 4 छ भने के हो त्यो एन सेल हो, त्यो के हो रे एन सेल हो, यो बुझ्न पर्यो। एजिमुथल क्वांटम नंबर व्हिच एक्सप्लेन द सबसेल अफ इलेक्ट्रोन, याद गर एजिमुथल क्वांटम नंबरले किसको बारेमा एक्सप्लेन गर्छ
याद गर सबसेल एक्सप्लेन दे सबसेल अफ एक्सप्लेन दे सबसेल अफ इलेक्ट्रोनको सबसेलको बारेमा एक्सप्लेन गर्छ। हेर्दा इलेक्ट्रोनको के गर्छ न त सबसेलको बारेमा के गर्छ एक्सप्लेन गर्छ। तिमीले एकचोटि याद गर है, एकचोटि के कुरा याद गर भने यदि n को भ्यालु हेर है मैले के लेखे यदि n को भ्यालु 1 छ भने हामीलाई थाहा छ नि त एजिमुथल क्वान्टम नम्बरमा त भ्यालु के हुन्छ न त भ्यालु के हुन्छ एजिमुथल क्वान्टम नम्बर व्हिच रेन्जेस फ्रम कति हुन्छ न त 0 टु रेन्जेस फ्रम कति हुन्छ न त 0 टु n-1 हो किन 0 टु n-1 हो नि त 0 टु n-1 हो 0 टु n-1 हो। अब n को भ्यालु 1 भयो भने के हुन्छ थाहा छ 0 टु n-1 भनेको 1-1 0 टु 0 भनेको के हो 0 नै हो नि त। भनेपछि याद गर यसमा हाम्रो के हुन्छ न त 0 हुन्छ भ्यालु कति आउँछ 0 आउँछ कति आउँछ भ्यालु 0 आउँछ। अब हेर त अब हेर यदि n को भ्यालु कति छ n को भ्यालु 2 छ भने के हुन्छ न त 0 टु के हुन्छ 2 छ भने के हुन्छ 0 टु के हुन्छ न त 2-1 2-1 भनेको के हुन्छ न त 0 देखि हेर त 2 - 2 भनेको 0 1 भयो किन 0 टु 1 भयो 0 टु 1 भयो भनेपछि हेर त के हुन्छ न त 0 र के हुन्छ 0 टु 1 हुन्छ हो कि 0 टु 1 हुन्छ। अब 3 भयो भने के हुन्छ न त 3 भयो भने के हुन्छ n माइनस के हुन्छ n माइनस हेर त n भनेको 3 n भनेको 3 3 माइनस के हुन्छ न त 3 माइनस के हुन्छ 1 भनेको कति हुन्छ 2 हुन्छ। भनेपछि मैले यसरी लेख्न सक्छु 2 1 0 लेख्न पाउने कि नपाउने पाउने है 2 1 0 लेख्न पाइन्छ। अब 4 छ भने के हुन्छ न त n माइनस 1 4 माइनस 1 भनेको के हो 3 हो कि हैन के हो रे 3 हो। यो कुरा के गर्नु पर्यो याद गर्नु पर्यो। अब मैले यहाँ के लेख्न सक्छु त 0 1 2 3 यो बुझेको छ नि मात्र यस बना है यो बुझेको छौ नि यस बना प्लिज यहाँसम्म बुझेको छ नि यस बना प्लिज एकदम खतरनाक कन्सेप्ट दिनेछु। यो भ्यालु कसरी निकालेको त थाहा भएको छ नि हैन खै त बोल्नै छोड्यौ मेरो साउन्ड सुनिरहेको छौ। अब हामीलाई थाहा छ l को भ्यालु 0 1 2 3 छ नि हामीलाई थाहा हुनु पर्यो। हेर त यो s सबसेल याद गर यसमा के हुनुहुन्छ l को भ्यालु 0 छ नि त s सबसेल हो। याद गर l को भ्यालु 1 छ नि त्यो p सबसेल हो। l को भ्यालु 2 आएको अवस्थामा त्यो के हो न त d सबसेल हो। l को भ्यालु 3 आएको छ नि त्यो के हो न त f सबसेल हो। हामीलाई यो त थाहा छ। भनेपछि अब हामीलाई के थाहा हुन पर्यो थाहा छ अब हामीलाई के थाहा हुन पर्यो यसमा रे त यो 1s हो किन के सेलमा के हुन्छ 1 हुन्छ तर यो 1s हो। याद गर यो 2s हो यो 2s हो। याद गर यो भनेको हाम्रो के हो न त 2p हो 2p हो। याद गर हामीलाई के थाहा छ यो याद गर 3s 3p 3d हो 3s 3p 3d 3s 3p 3d 3s 3p 3d हो कि होइन मैले के लेख्छु यहाँ 4s 4p 4d 4f हेर है त यो पनि हामीले के गर्नु पर्यो याद गर्नु पर्यो। यो पनि हामीले के गर्नु पर्यो राम्रोसँग याद गर्नै पर्यो र याद गर्नै पर्यो हामीले। हेर त यति कुरा हामीले के गर्नु पर्यो जुन कुरामा पनि हामीले याद गर्नै पर्यो। अब हेर म्याग्नेटिक क्वान्टम नम्बर भनेको छ म्याग्नेटिक क्वान्टम नम्बर व्हिच रेन्जेस फ्रम म्याग्नेटिक क्वान्टम नम्बर म्याग्नेटिक क्वान्टम नम्बरमा के हुन्छ थाहा छ म्याग्नेटिक क्वान्टम नम्बर भ्यालु रेन्जेस फ्रम माइनस के हुन्छ थाहा छ -l2 के हुन्छ +l हुन्छ र के हुन्छ थाहा छ -l2 + l हुन्छ र -l2 के हुन्छ +l हुन्छ है त -l2 के हुन्छ थाहा छ -l2 + l हुन्छ र -l2 + l हुन्छ। यो हामीले याद गर्न पर्यो।
माइनस L2 प्लस L हुन्छ। अब हामीलाई थाहा छ 0 छ भने याद गर L को भ्यालु के छ 0 छ भने यसको भ्यालु के हुन्छ 0 नै हुन्छ, हामीलाई थाहा छ हो कि हैन। यसको भ्यालु कति हुन्छ नि 0 हुन्छ। अब याद गर यदि L को भ्यालु के छ 0 छ भने L को भ्यालु 0 या त L को भ्यालु 0 छ हो कि न, L को भ्यालु 0 छ भने के हुन्छ 0 हुन्छ। अब L को भ्यालु के छ 1 छ भने 1 छ भने पनि के हुन्छ न त, L को भ्यालु 1 छ भने के हुन्छ, L को भ्यालु 1 छ भने माइनस L2 प्लस L भनेको -1, हेर त मैले के लेखे -1 0 -1 0 र के हुन्छ -1 हुन्छ, हेर त +1 हुन्छ हो कि होइन। अब हेर यहाँ 0 हुने भयो किन L को भ्यालु 0 छ। यहाँ L को भ्यालु के छ 1 छ भने L को भ्यालु 1 छ भने के हुन्छ -1 0 +1 हुन्छ। L को भ्यालु यहाँ के छ 2 छ भने याद गर L को भ्यालु 2 छ भने ल एरो दिएर देखाइदिला हेर धेरै त ल एरो दिएर लेखा केही फरक पर्दैन र। यसरी गर्दाखेरि अब कति हुन्छ ओके 2 छ भने -2 -1 0 0 मैले के लेखेँ +1 मैले के लेखेँ +2 के लेखेँ +2 लेखेँ, पाइन्छ नि कि पाइँदैन मजाले पाइन्छ। अब 0 छ भने त के हुने भयो 0 नै हुने भइहाल्यो, 0 छ भने 0 हुने भइहाल्यो हो कि न। 1 छ भने पनि अब के हुन्छ त 1 छ भने अब हामीले के गर्न सक्छौँ यसरी निकाल्न सक्छौँ होला, 1 छ भने पनि निकाल्न सकिन्छ, 2 छ भने पनि निकाल्न सकिन्छ, 3 छ भने पनि निकाल्न सकिन्छ। ल्याएर 1 छ भने के हुन्छ -1 0 के हुन्छ +1, 2 छ भने के हुन्छ -2 के हुन्छ न त -2 -1 0 +1 +2 हुन्छ। अब 3 छ भने के हुन्छ -3 -2 -1 0 +1 +2 +3 भ्यालु कसरी निकाले थाहा भयो। अब हेर स्पिन क्वान्टम नम्बर भनेको छ। अब याद गर m को भ्यालु 0 छ भने यसमा के हुन्छ अर्बिटल पनि 1 हुन्छ, हेर त अर्बिटल पनि 1 हुन्छ। एउटा अर्बिटलमा कतिवटा इलेक्ट्रोन हुन्छ दुईटा इलेक्ट्रोन हुन्छ, दुईटा इलेक्ट्रोन हुन्छ। एउटा क्लकवाइज स्पिनमा हुन्छ अर्को एन्टी क्लकवाइज स्पिनमा हुन्छ। क्लकवाइजमा भएकोलाई के भन्ने +1/2 भन्ने, एन्टी क्लकमा भएकोलाई के भन्ने हामीले -1/2 भन्ने, बुझ्छौ हैन त। ओके हामीले यति चाहिँ के गर्नु पर्यो याद गर्ने पर्यो। कति सजिलो तरिकाले मैले लिएर त समराइज गरे। यसरी नै हामीले सबै के गर्न सक्छौं एक्सप्लेन गर्न सक्छौं। जहाँसम्म लाग्छ यो समराइज गरेको तिमीलाई खतरनाक लाग्यो जस्तो लाग्यो मलाई चाहिँ, कतिको बुझ्यौ एकचोटि रेस्पोन्स छोड प्लिज। अब म क्वेशन गराउन खोज्दै छु, हेर त यसरी तिमीले कहीँ पनि भेट्दैनौ क्या। यति सजिलो तरिकाले सिकाएको छु मैले, यति सजिलो तरिकाले सिकाएको छु, यसरी कहीँ भेट्नेवाला छैन र। कति धेरै नले सबै डिफ्रेन्ट टाइपबाट मात्र मैले के गरेको छु एक्सप्लेन गरेको छु। यो हो खास पर्ने तरिका, जहाँबाट जसरी मान्छेले क्वेशन घुमास् न, जसरी क्वेशन घुमाए पनि हामीले के गर्न सक्छौं सल्भ गर्न सकिहाल्छौं नि। याद गर हामीले जसरी हेर त क्वेशन सोधे पनि हामीले के गर्न सक्छौं हामीले अब सल्भ गर्न सक्छौं। के गरौँ अझै क्वेशन गरौँ ल, एक दुईटा क्वेशन गरौँ ल। ल अब हेर त तिमीहरूले एन्सर भन है प्लिज, तिमीहरूले चाहिँ एन्सर भन। अब तिमीहरूले एन्सर भन्ने मैले मात्रै गरेर पनि हुँदैन, तिमीहरूले पनि के गर्नुपर्छ ट्राई गर्नुपर्छ है त, तिमीहरूले पनि ट्राई गर्नुपर्छ। क्वेशन लेखेँ मैले, क्वेशन लेख्दैछु। maximum electron in maximum electron in a d orbital, d orbitals are d orbitals are d orbitals are d orbitals are याद गर ऑप्शन ए मा लेखे 6, ऑप्शन बी मा लेखे मैले हेर त 10, ऑप्शन सी मा लेखे मैले याद गर 2, ऑप्शन डी मा लेखे मैले याद गर 14। मैक्सिमम इलेक्ट्रोन इन अ डी अर्बिटल इज भनेछ। जुनसुकै अर्बिटलमा पनि मैक्सिमम इलेक्ट्रोन हुने भनेको त दुईटा हो नि त। अर्बिटल भन्ने बित्तिकै हामीले यो अर्बिटललाई बुझ्ने क्या, यो अर्बिटलमा त मैक्सिमम हुने भनेको त दुईटा इलेक्ट्रोन होइन र, दुईटा इलेक्ट्रोन होइन, अर्बिटलमा मैक्सिमम हुने भनेको त दुईटा इलेक्ट्रोन हो नि त, दुईटा इलेक्ट्रोन हो। यो कुरा हामीले के गर्नु पर्यो याद गर्नु पर्यो, दुईटा इलेक्ट्रोन हो। कतिवटा इलेक्ट्रोन छ
दुईटा इलेक्ट्रोन छ भनेपछि मैले के लेख्न सक्छु नि एन्सर त धस्काइदियो केही फरक पर्दैन अप्सन सी भयो अब हेर त यसको हामीलाई रिजन पनि चाहियो नि त यतिकै लेखेर मात्र त भएन हामी जतिको मान्छेहरूले हो कि हैन यसको सोलुसनमा तिमीले के लेख्न सक्छौ भने पछि नभुलोस् भनेर मात्र मैले यसको सोलुसन लेख्ने छु maximum number of electron in any orbital is 2 maximum number of electron in any orbital is 2 any orbital is 2 यो चाहिँ हामीले के गर्नु पर्यो याद गर्नु पर्यो यो हामीले याद गर्नु पर्यो अब हेर है त अब अर्को क्वेशन तिमीलाई म सिकाउन खोज्दै छु अर्को क्वेशन मैले सिकाउन खोज्दै छु क्वेशन पनि लेखिहाले मैले ल क्वेशन लेखे when the value of n equal to 2 m can have मैले लेखे one value याद गर 3 value याद गर मैले लेखे 4 values है त 4 values याद गर मैले लेखे 7 values याद गर है हामीलाई के थाहा हुन पर्छ भने हेर त when the value of n equal to 2 m can have भनेको छ हाम्रो एन्सर के हुन्छ होला मलाई बताउनु पर्यो तिमीहरुले कुनमा लक गर्ने n को भ्यालु यदि 2 भयो भने l को भ्यालु कति हुन्छ l को भ्यालु के हो भने त 0 1 हो कि होइन मैले भने न l को भ्यालु निकाल्ने तरिका त मैले सिकाइदिनु 0 to n - 1 भने हैन र 0 to n - 1 भनेको छु नि त अब हामीले के गर्नु पर्ने छ न त हामीले m को भ्यालु निकाल्नु पर्ने छ अनि m को भ्यालु भनेको मैले माथि लेखे हैन र एकचोटी याद गर्न m को भ्यालु कति हुन्छ -l2 प्लस हाम्रो के हुन्छ न त -l2 के हुन्छ प्लस l हुन्छ भने हामीलाई थाहा छ नि त -l2 प्लस l हुन्छ भने थाहा छ -l2 के हुन्छ प्लस l2 हुन्छ भने थाहा छ हामीलाई अब त्यो अनुसार हेर्दाखेरि त एउटा त के भयो 0 को लागि याद गर फर 0 को लागि त -l2 प्लस l भनेको 0 नै भयो -0 देखि 0 भने प्लस 0 भनेको 0 भइहाल्यो 1 को लागि -l2 प्लस l भनेको कति हुन्छ न त -1 0 र के हुन्छ +1 हुन्छ यहाँ तीनटा भ्यालु छ यहाँ के छ एउटा भ्यालु छ त्यो टोटल कतिवटा भ्यालु आयो टोटल 4 वटा भ्यालु आयो नि हैन र टोटल 4 वटा भ्यालु आयो भनेपछि त डाउटै छैन नि हामीले के गर्न सक्छौं न त 4 मा हामीले के गर्न सक्छौं एन्सर टिक गर्न सक्छौं बुझ्यौ 4 मा हामीले एन्सर टिक गर्न सक्छौं त्यही पनि हामीलाई के थाहा छ भने m को भ्यालु निकाल्ने एउटा फर्मुला थाहा छ तिमीहरुलाई m को भ्यालु निकाल्ने फर्मुला थाहा छ तिमीहरुलाई ल भन त कसैलाई थाहा छ भने m को भ्यालु निकाल्ने फर्मुला थाहा छ खै त कसैलाई थाहा छ 2l + 1 एक्ज्याक्टली 2l + के भन त 1 हो 2l + 1 गरेर पनि निकाल्न सकिन्छ के 2l + 1 बुझ्यौ यहाँ l को भ्यालु त कति छ 2 छ र यही 2 भनेको होइन नि त हेर त यसमा हेर्नु नि l को भ्यालु कति छ l को भ्यालु 0 राखे नि के हुन्छ l को भ्यालु 0 राखे नि के हुन्छ l को भ्यालु 0 राखे नि के हुन्छ यो फर्मुला अनुसार 2 * 0 + 1 यहाँबाट हाम्रो कति आउँछ 1 आउँछ भ्यालु अब याद गर l को भ्यालु 1 राख्यो भने अब के हुन्छ 2l + 1 गर्दाखेरि 2 * 1 + 2 होइन 1 = के हुन्छ 3 हुन्छ
तिमीलाई जुन फर्मुला सजिलो लाग्छ त्यही एन्सर निकाल्ने हो। टोटल 4 आउँछ र टोटल के आउँछ 4 आउँछ। बुझ्यो? यो क्वेशनको एन्सर पनि बवाली तरिकाले बुझेको नि मात्रै यस पुनः प्लिज। यो क्वेशनको एन्सर पनि बुझेको नि यस पुनः प्लिज। बुझ्यौ? एन्सर बुझ्यौ? होइन, याद गर न, क्वेशन के भनेको भने यो क्वेशन के भनेको नि याद गर त। यो क्वेशनले के भनेको भने याद गर, यदि n को भ्यालु 2 छ भने m को टोटल भ्यालु कति हुन्छ भने हो। कति हुन्छ भने। अब हेर त, हामीले के गर्नुपर्छ, सबभन्दा सुरुमा प्रिन्सिपल क्वान्टम नम्बर थाहा भएपछि मात्र हामीलाई के थाहा हुन्छ, एजिमुथल क्वान्टम नम्बर थाहा हुन्छ। एजिमुथल क्वान्टम नम्बर थाहा भएपछि मात्रै म्याग्नेटिक क्वान्टम नम्बर थाहा हुन्छ। म्याग्नेटिक क्वान्टम नम्बर थाहा भएपछि मात्रै हामीलाई के थाहा हुन्छ, स्पिन क्वान्टम नम्बर थाहा हुन्छ। अब हामीलाई n को भ्यालु दिएको छ भने अब हामीले के गर्नु पर्यो, सुरुमा त हामीले यो l को भ्यालु निकाल्न पर्यो। हो, l को भ्यालु निकाल्न पर्यो। अब हेर त, n को भ्यालु 2 आयो भने अब हेर त l को भ्यालु कति हुन्छ, l को भ्यालु भनेको 0 2 के हुन्छ n - 1 हुन्छ। के हुन्छ न त, n - के हुन्छ 1 हुन्छ। यो बुझ्यौ? अब हेर 0 to n - 1 भनेको छ भने हेर त, अब मैले के लेख्न सक्छु, 0 to मैले के लेखेँ, n - 1 भनेको कति हो, n को भ्यालु 2 छ भने 2 - 1 इक्वल टु हेर त 0, हेर त कति आउने भयो, एउटा 0 आउने भयो। अनि यो 2 - 1 भनेको कति हो, 1। अब बुझ्यौ? अर्को हेर त, अब हामीले के निकाल्न पर्ने छ, m को भ्यालु निकाल्न पर्ने छ। m को भ्यालु हामीले निकाल्न पर्ने छ। अब m को भ्यालु रेन्जेस फ्रम -l टु +l हो कि होइन? हो। सपोज मानौ पहिला हामीले यो l को भ्यालु त तिम्रो आँखाले दुईटा देख्या छ, l को भ्यालु त तिम्रो आँखाले दुईटा देख्या छ, एउटा 0 अर्को 1। यदि हामीले के गर्यौं, l को भ्यालु 0 राख्यो भने m को भ्यालु कति आउँछ भने त माइनस, हेर त -0 टु +0 भनेको 0 हो। भनेपछि यसको एउटा भ्यालु भयो, इट हेज 1 भ्यालु। हेर त यो के हो, 1 भ्यालु हो। यो भनेको हाम्रो के हो, 1 भ्यालु हो। अब हेर l को भ्यालु यदि 1 राख्यो भने हेर त l को भ्यालु 1 राख्यो भने यहाँ 1 छ नि, न त l को भ्यालु के छ, 1 छ। 1 छ भने अब के हुन्छ, m को भ्यालु हाम्रो के हुन्छ न त -l टु +l हो। -l टु +l भनेको कति हुन्छ, -l टु +l2 भनेको के हुन्छ न त, के हुन्छ भने त -1 0 के हुन्छ न त +1 हुन्छ। भनेपछि यहाँ यसमा यसको कतिवटा भ्यालु देखियो, 3 वटा भ्यालु देखियो, 3 भ्यालु देखियो। टोटल कतिवटा भ्यालु आयो, 4 वटा भ्यालु आयो। अब बुझ्यौ? अब बुझ्यौ नि यस पुनः त प्लिज। अब बुझ्यौ भने यस पुनः। है कसले बुझाएको थिएन भने अब कतिको मजाले बुझ्यो, एकचोटि अब मलाई रेस्पोन्स देऊ त प्लिज। दिमागमा सेट भयो? खतरनाक तरिकाले बुझाइदिन्छु मैले र। बुझ्यौ? 0 भनेको 1 भ्यालु हो। बुझ्यौ? 0 भनेको 1 भ्यालु हो। अझ हामीले यसरी बुझ्दा पनि हुन्छ रे त, यसरी बुझ्दा पनि हुन्छ र। m को भ्यालु निकाल्नु पर्ने छ नि त। अब जस्तै याद गर, 0 छ भने याद गर l को भ्यालु के छ, l को भ्यालु के छ, 0 छ भने त्यो s अर्बिटल हो। s हेर त s सबसेल हो, s सबसेलमा एउटा अर्बिटल हुन्छ। याद गर अर्को भनेको p, हेर त l को भ्यालु के छ, l को भ्यालु के छ, 1 छ भने त्यो भनेको के हो, p अर्बिटल हो। याद गर, हेर त p सबसेल हो, p सबसेलमा कतिवटा अर्बिटल हुन्छ, 3टा अर्बिटल हुन्छ, 3टा अर्बिटल हुन्छ। हो कि होइन? अब याद गर l को भ्यालु 2 छ भने l को भ्यालु के छ, 2 छ भने त्यो के हो, d सबसेल हो। d सबसेलमा कतिवटा अर्बिटल हुन्छ, 5 वटा अर्बिटल हुन्छ, एउटा, दुईटा, 3टा, 4 वटा, 5 वटा भयो।
L को भ्यालु के छ 4 छ भने L को भ्यालु सरी 3 छ भने त्यो के हो त f अर्बिटल हो। अब यसमा हेर न, यसमा तिमीले एकचोटी हेर त f मा कतिवटा अर्बिटल हुन्छ, एउटा, दुईटा, हो कि हैन, तीनटा, चारवटा, पाँचवटा, छवटा, सातवटा भयो। भनेपछि अब हेर त L को भ्यालु 0 र 1 आछ भने M को भ्यालु कति हुन्छ, 4 हुन्छ। टोटल जोड न अर्बिटल, हो कि हैन, एउटा, दुईटा, तीनटा, चारवटा। अब बुझ, जुन तरिकाबाट बुझ्दा पनि हुन्छ। ल कतिको मजा लाग्यो भने त आजको कन्सेप्ट कस्तो लाग्यो, आजको लेक्चर भन त, मजा लाग्यो हैन? कहीँ केही कन्फ्युजन भयो र, कहीँ केही कन्फ्युजन भयो तिमीहरूलाई? डी सबसेल भन्दा डी सबसेल भनेको भए 10 वटा इलेक्ट्रोन हुन्थ्यो, हो कि हैन? डी अर्बिटल भनेको 2 इलेक्ट्रोन हिँड्नु भयो, बुझ्यौ? सबसेल भने 10 वटा इलेक्ट्रोन हो। अर्बिटल भने अर्बिटलमा त कतिवटा इलेक्ट्रोन हो, दुईटा मात्र इलेक्ट्रोन त। अर्बिटल भनेको छ नि, हेर न, यही पोइन्ट याद गर, अरु याद गर्नै पर्दैन नि, भयो? अर्बिटल भने नि 2, सबसेल भने नि त हेर त त्यो अर्बिटल, टोटल अर्बिटलको इलेक्ट्रोन हो। ल अरु पनि हामीले धेरै क्वेशनहरु के गर्नेछौं, नेक्स्ट लेक्चरमा के गर्नेछौं, डिस्कसन गर्नेछौं हामीले, है त। आजको लेक्चर यही गर्न जाँदैछु। तिमीलाई मैले के भन्न खोज्दैछु भने, तिमीलाई के भन्न खोज्दैछु, सबैजनालाई ह्यापी तीज भने, है त। भोलि चाहिँ हाम्रो क्लास के हुनेछ, अफ हुनेछ। भोलि क्लास चलाउँदा पाप